मभन्दा अग्लो अग्लो भइसकेको छन् केटाहरू यसो गर्नुपर्ने भइसकिसक्यो तिमीहरू यस्तो ठुलो हुँदा त मैले एकैचोटि देखेको कसरी खिच्नु न अन्त पनि कसरी यहाँ सामान आइसक्यो भइहाल्यो त तपाईँको आउँछ कि हाम्रो तपाईँको आउँछ कि हाम्रो हिजो अनि पारी गएनौ तिमीहरू गएनौ हामी यतै बिजी भाग्दैछ है क्या होइन हौ होइन मलाई त थाहै भएन नि त त्यो त्यसको लागि अर्कै हलो चाहिन्छ भनेर मैले त्यहाँ पाँच लाउन थालेँ आएर तिमीले बिर्स्यो भनेर फेरि फोन गरेर सम्झाइहालेको खाएपछि त बिर्सिहाल्छ नि केटाहरू बस के हो कि भनेर हामी माथिल्लो बाटो आयौँ नि त फेरि हात गरिसक्ने हाल चाहिँ अझै राम्रो छ एक पाटो मात्रै पाएको छ त यो भर्खर गएर कि तिमी नि खाने यो त बोटबाट छ भयो तिमी पखाल्नु पर्दैन नि त अच्छा अलिक बेला भएको घरमा को हुनुहुन्छ हौ कस्तो छ यो मिठो छ एकदमै अमिलो गुलियो इक्वल छ यहाँ है यो सामान चाहिएको हामीलाई हामीलाई चाहिँ यो चाहियो हेलो ला यो के गर्नु यसलाई हजुर हजुर ब्याड बनाउनु फोल्डिङ नगरी हुँदैन यतिकै चलाउँ न त हुन्छ एकछिन यो नहुँदा नि हुन्छ नि त होइन यो भएको झन् त्यो हुँदैन त्यो पाता मात्रै गर्छ नि त यो मात्रै गएको छ यसलाई बोकिराखौँ ब्लगर घरि एकैछिनमा घाम चक्क लाग्छ होइन घरि अहिले पानी पर्ला जस्तो गर्छ के भन्नु त्यहाँ नि जङ्गल बस्नु फुकाउनु भने त नि यसले मार्छ होला लु है मैदानमा छिर्न आँट्यो हामी छिटो भात खाए कहाँबाट मेरो चाहिँ भिडियो कल आएर अब यो फोनको काम बत्ती भए पो गएको चल्छ आज आइपुग्यो एकपट्टिको टायरै गएछ क्या यसको अब हाम्रो दोस्रो चरणको काम फेरि सुरु हुन लाग्यो होइन गणेश भाइ के भएर यहाँ अब अर्को हलो लाउनु पर्ने हुन्छ यो टायर कुन टायर हेर न यस्तो भएको छ त जोत्न सक्छस् लु यो जोतेर देखा यो जोतेर देखा न लु जोतिहाल्छु नि के हो बरो हिँड्दै त अझै तानो गियरमा छैन यो कुन खालको आइडिया हो केटाहरूको ल एकपट्टिको टायरले गर्दाखेरि त अप्ठ्यारो हुन्छ क्या त्यसलाई पनि आज शनिबार
आज तैँले त बब्बाल काम गरिस् त यार आम्मामामा। अब यो धारा चाहिँ भोलि हामी बनाउने नि फेरि थाहा छ तँलाई? थाहा छैन मलाई। अनि यो राम्रो हुन्छ अनि मजा आउँछ तँलाई लुगा धुन पनि। र कस्तो लाग्यो फेरि बनिने? यो धारामा अलिक मर्मत गर्ने यसलाई भोलि हेर्न ल। ल भोलि त म स्कुल जान्छु। बेलुका फर्केर आउँदा स्कुलदेखि फर्केर आएर मेसिन चटक्क पारौँ है केटा। हो बर्खाभरि अब फेरि चाहियो होइन? अरूभन्दा नि धारा चाहिँ हाम्रो त नेक्स्ट लेभलै छ नि त। म पनि अब लुगा धुने नुहाउने